एक यस्तो कथा जहाँ यौनको आकर्षण र धर्मको पवित्रता एक अर्कासँग टक्कर खाएर अस्तित्वको पहिचान खोज्दै भिड्छन् र यही टक्करको बीचमा जन्मिन्छ एउटा मनोवैज्ञानिक युद्ध जसले मानवलाई आफैभित्र लुकेको सत्य देखाउँछ। पहाडको फेदमा रहेको त्यही प्राचीन मठका गुरु ऋषि अद्वैतलाई संसारले संयम, ज्ञान र ब्रह्मचर्यको प्रतिमूर्ति मानेको थियो, तर संसारले देखेका थिएन उनको आँखाभित्र कहिलेकाहीँ चम्किने नीरव पीडा, जसको मूल कारण थियो वासना र व्रत बीचको निरन्तर युद्ध। एक अदृश्य ज्वालामुखी जसले उनी जति रोक्न खोजे पनि कहिल्यै निभिन मान्दैनथ्यो। मठमा नयाँ शिष्यहरू आउने क्रम चलिरहन्थ्यो, तर एक दिन पहाडको बाटो हुँदै छोरी जस्तै निर्दोष अनुहार, ठूलो आँखामा अकल्पनीय चमक र आवाजमा अनौठो मिठास बोकेकी मालिनी त्यहाँ प्रवेश गर्छिन्। उनी ज्ञान सिक्न, योग, ध्यान र धर्मका रहस्य बुझ्न आएको बताउँछिन्। तर त्यही क्षण ऋषि अद्वैतले आफ्नै हृदयभित्र केही हलचल महसुस गर्छन्। उहाँलाई थाहा थियो गुरु एकाध क्षणका लागि पनि भावनामा कमजोर भएपछि सदाचार भत्किन्छ, तर मनको भाषालाई रोक्ने शक्ति धर्मग्रन्थमा भए पनि शरीरको भाषा कहिलेकाहीँ ग्रन्थभन्दा बलियो हुन्थ्यो। मालिनी बुद्धिमानी थिइन्, तर उनको हरेक दृष्टि, हरेक हाँसो र हरेक जिज्ञासाले गुरु अद्वैतको मानसिक शान्तिलाई चुनौती दिइरहन्थ्यो। उनी केही पनि गलत गर्न चाहन्नथिन्, तर उनको उपस्थितिबाट उत्पन्न हुने कामुक ऊर्जा गुरुका वर्षौंको ध्यानलाई हलचल पार्न थाल्थ्यो। धर्मले भन्छ भावनालाई नियन्त्रण गर, वासनालाई जित, शरीरलाई दास बनाऊ, तर प्रकृतिले भन्छ भावना बग्ने नदी हो, वासना मानवताको मूल छाया र शरीर त आत्माका प्रत्येक तुफानसँग नाच्ने वाद्य मात्र हो। यही द्वन्द्वको बीचमा गुरुका रातहरू बेचैन बन्दै गए। ध्यानस्थ बसिकन उनले आँखा बन्द गरे पनि मालिनीको चेहरा झल्किन्थ्यो। योगका मुद्रामा बस्दा उनको श्वाससँगै मालिनीको सुगन्ध मिसिएको महसुस हुन्थ्यो। उनैको कक्षमा बसेर सूत्र लेख्दा पनि कलमले अरू अक्षर लेख्न मान्न छाड्थ्यो। मानिसलाई जित्ने गुरु आफै आफ्नो मनले जितिरहेको थियो। एक साँझ मठको बगैँचामा चन्द्रमाको उज्यालो फैलिएको थियो। वृक्षहरू मौन थिए र हावा अनौठो रूपमा मिठो बगिरहेको थियो। मालिनी ध्यान सिक्न गुरु कहाँ गएकी थिइन्, तर ध्यानको प्रश्न सोध्नु अघि नै उनी भनी, गुरु, मन के हो? शरीर किन कहिलेकाहीँ मनलाई सुन्दैन र किन वासना मनभन्दा बलियो महसुस हुन्छ? उनका प्रश्नहरू तीर झैं लागे। यही प्रश्न गुरु अद्वैतले आफूभित्र वर्षौंदेखि सोधिरहेका थिए, तर उहाँले जवाफ दिए, वासना प्राकृतिक हो, तर नियन्त्रण नै धर्म हो। प्रकृतिलाई बुझ्नु ज्ञान हो, तर त्यसलाई जित्नु मोक्ष। मालिनी केही क्षण मौन भइन्, तर गुरु, उनले फेरि भनिन्, यदि प्रकृतिलाई जित्नु नै धर्म हो भने प्रकृतिको सृजना किन गरियो? ईश्वरले वासना किन दिए? यदि सबै मानिसले वासनालाई जिते भने जन्म कसरी चलिरहन्छ? अब गुरु अद्वैत मौन। उनी शिक्षक थिए, तर यो प्रश्नले उनीभित्र हजारौं वर्षको दुविधा उथलपुथल गराइदियो। धर्मले सिकाउँछ, तर प्रकृति चलाउँछ। धर्म बन्धन दिन्छ, प्रकृतिले स्वतन्त्रता। धर्म वासनाबाट टाढा अघि बढ भन्छ, प्रकृतिले वासनाबाटै जीवन चल्छ भन्छ। ती प्रश्नले गुरु अद्वैतको भित्री संसार हल्लाइरहेको क्षणमा उनले महसुस गरे मालिनी केवल ज्ञान खोज्ने विद्यार्थी मात्र होइनिन्, उनी गुरु अद्वैतको अहंकार, संयम, ब्रह्मचर्य र सदाचार सबैको परीक्षा थिइन्। रात झन गहिरो भयो। चन्द्रमा जस्तै गुरु अद्वैतको मन पनि दुई टुक्रा भएको थियो, एक टुक्रा पवित्रता, अर्को वासना। मालिनीले गुरुका आँखामा हलचल देखिन्। उनले शान्त स्वरमा भनिन्, गुरु, म तपाईलाई पवित्र नजरले मात्र हेर्छु, तर यदि तपाईको मनमा हलचल छ भने त्यसको अर्थ मलाई होइन, तपाईलाई आफैलाई बुझ्न बाँकी छ। ती शब्दले गुरु अद्वैतलाई भित्रैदेखि झस्काए। धर्म सिकाउने मानिसले धर्मको सबैभन्दा ठूलो परीक्षा कसरी बन्न सक्छ? वासना दमन गर्दा हराउँदैन, दमनले झनै बलियो हुन्छ भन्ने सत्य पहिलो पटक स्पष्ट भयो। त्यस रात गुरु अद्वैतले आफ्नो जीवनको सबैभन्दा कठिन निर्णय गरे। उहाँले मालिनीलाई मठबाट अलग बस्ने व्यवस्था गरे। अझ ध्यान, योग र अध्ययनका कक्षाहरू अरू गुरुले दिने व्यवस्था गरिदिए। धर्मले जित्यो कि वासनाले हार्यो? होइन, वासनाले जितेन, धर्मले पनि होइन। जित्यो केवल सत्य। मानव चाहे जति पवित्र किन नबनोस्, मनमा उठ्ने वासनाका तरङ्गहरूलाई बुझेर स्वीकारेर मात्र सही मार्ग पाइन्छ।
केही महिनापछि मालिनीले ज्ञान पूरा गरिन्। उनी जानु अघि गुरु अद्वैतलाई आखिरी प्रश्न गरिन्, गुरु, धर्म भनेको वासनाबाट भाग्नु हो कि वासनालाई बुझ्नु? गुरु मुस्कुराए। वर्षौंपछि पहिलो पटक, धर्म भनेको न भाग्नु हो न अँध्यारोमा लुक्नु। धर्म भनेको आफ्नो मनलाई दर्पणमा हेर्ने साहस हो। वासनालाई बुझ्ने मान्छे मात्र साँचो पवित्र हुन्छ। मालिनीले निहुरेर प्रणाम गरिन् र पहाडबाट तल झर्दै जीवनको अर्को यात्रातर्फ लागिन्। गुरु अद्वैत मठतिर फर्किए, तर यो पटक मुहारमा नयाँ उज्यालो थियो। उनका आँखामा अब बेचैनी थिएन, केवल शान्ति। कारण उहाँले वासनालाई जितेका थिएनन्, उहाँले केवल वासनालाई स्वीकारेर र बुझेर धर्मलाई नयाँ अर्थ दिएका थिए।